नमस्कार सबैजनालाई हाम्रो यस युट्युब च्यानलमा लोकसेवा होराइजन नेपाल। अहिले चाहिँ हामी तह 4 को कम्प्युटर अपरेटर पदको चाहिँ सिलेबस लिएर आएको छौं। अन्य तह 4 को भन्दा चाहिँ अलिकति सिलेबस चाहिँ फरक छ। खानेपानीको चाहिँ यहाँ चाहिँ फर्स्ट पेपर तपाईहरु दिनुहुन्छ प्रथम चरणमा चाहिँ जुन चाहिँ 100 अंकको हुनेछ। त्यसमा चाहिँ एमसीक्यू चाहिँ र सर्ट क्वेशन एन्सर्स को चाहिँ फर्स्ट पेपर रहन्छ यहाँ चाहिँ जुन चाहिँ 1 घण्टा 30 मिनेटको हुन्छ एउटा मात्र पेपर। र दोस्रो चरणमा चाहिँ प्रयोगात्मक परीक्षा दिनुपर्ने हुन्छ जुन सँगसँगै अन्तर्वार्ता पनि हुन्छ। र यहाँ चाहिँ लिखित परीक्षा 150 अंकको हुन्छ भने चाहिँ अन्तर्वार्तालाई चाहिँ 20 अंक प्रदान गरिएको छ। र सिलेबस चाहिँ देखाइएको छ, तपाईहरु हेर्न सक्नुहुन्छ। र खुला यो प्रतियोगितात्मक यो सिलेबसमा चाहिँ तपाईले ख्याल गर्नुपर्ने कुरा चाहिँ जुन हाम्रो यहाँ प्र्याक्टिकल एक्जाम पनि लिने गर्छ है। अब एमा चाहिँ तपाईले देवनागरीमा टाइपिङ नेपाली टाइपिङ चाहिँ जान्नु पर्छ। इंग्लिश टाइपिङको कुरा चाहिँ तपाईहरुले गर्नुपर्ने हुन्छ। एमएस वर्ड चाहिँ चलाउनु पर्ने हुनेछ। एमएस एक्सेल, एमएस एसएस, एमएस पावर पोइन्ट चाहिँ तपाईहरुलाई त्यहाँ दिएको हुन्छ। यसको पनि तपाईलाई मार्क्स र टाइम छुटाइएको हुन्छ। टोटल गरेर 50 मार्क्स को चाहिँ यो चाहिँ परीक्षा चाहिँ हुने गर्छ है। ल हुन्छ। अरु केही जानकारी लिन पर्यो भने हामीलाई कमेन्ट गर्नु होला, हामी त्यही अनुसार भिडियो बनाउने छौं।